यहाँनिर स्पोन्सर होइन है यिनीहरू चाहिँ ल ल अब फुटेज पनि लिउँ एक दुईवटा फोटो पनि खिचौँ दामी ठ्याक्कै सनसेटको यहाँ सट दामी छ नि त यो ठाउँमा टक्क आनन्द कोही आउन्न गाडी त्यहाँ छ हेरौँ न त यहाँबाट त्यही हो ल टाइम कति छ 6 बजे होइन बेलुकाको साथ अब फेरि ट्रेल राइडिङ स्न्याक्सहरू चाहिँ यहाँ छ होइन गोप्रो यता भयो बुट चाहिँ लगाइरहेको छु मैले युज टु हुनु पऱ्यो भनेर त्यही भएर बुट लगाएर गाडी चलाइरहेको छु मैले आज ल अब जम बाइक चाहिँ उ त्यहाँ छ अब लेट्स गो ल ठ्याक्कै आइपुग्यो होइन अब अफ रोड गएको बेलामा गाडी चाहिँ यस्तो हुन्छ कि लास्टै 4 हुन्छ मेरो युजल सफा हुन्छ गाडी होइन जहिले नि त्यही भएर अब चाहिँ बाइक ओह्रालौँ होइन बाइक चाहिँ यहाँनिर यो हिचलर हो मेरो होइन यो चाहिँ उतानिर तल यसमा पनि मैले डिटेल भिडियो बनाउँछु एउटा तर अहिले चाहिँ भनिदिइहाल्छु सम्झेको बेलामा होइन यसमा उतानिर हुन्छ खास गरी यो रड र यो एट्याच्ड हुन्छ होइन रड भन्नाले यो सबै कुरा अनि यो चाहिँ ठ्याक्कै त्यहाँ हाल्ने अनि त्यहाँ पिन हुन्छ एउटा त्यो लक गर्ने अनि त्यो नट कस्ने हो यहाँनिर होइन देखिन्छ कि देखिँदैन थाहा होइन अनि मैले चाहिँ कस्तो गर्छु भने चाहिँ यहाँनिर फोर्कमा अगाडिको फोर्कमा हाल्छु यो दुईवटा स्ट्र्याप होइन यो भयो भने चाहिन्न क्या अब अरू केही नि खास गरी पछि ट्रक किन्यो भने सजिलो हुन्छ अनि गर्नु 3टा मात्र चाहिन्छ होइन यहाँनिर यहाँ त्यहाँ अनि त्यहाँनिर यसले चाहिँ पछाडिको ब्यालेन्स बनाइरहन्छ खास गरी यो नजिकै मात्र हाल्न छ भने चाहिँ नजिकै मात्र लान्छ भने त्यो 2टा मात्र गरे हुन्छ होइन तर एक्स्ट्रा हल्का अलि धेरै गरिदिएकै राम्रो होइन अब हल्का यो लुज गरिदिने यस्तो गर्ने बित्तिकै लुज हुन्छ होइन यो खोल्याएको यो नै अब यो चाहिँ हल्का यो यसरी घुमाउने होइन सजिलो छ यो पनि ठ्याक्कै यसको यो स्ट्र्याप पनि यहाँनिर खोल्यो अब कति आइरहेछ थाहा छैन राम्रो आयो भने चाहिँ मैले हालिदिन्छु यो भिडियो होइन नभए काटेर सिधै अनि आज चाहिँ मलाई यस्तो भ्लग बनाउन पनि यसो अफ रोड गरेर आएको बेलामै बोल्दै भ्लग गर्न मन लाग्यो अस्तिको भिडियो एकदम राम्रो भएको भएर आज चाहिँ अस्तिको छैन यो ठुलो बाइक लिएर छु अनि अब त्यो 2टा तल झारिदिएपछि होइन अब यो खोलेपछि चाहिँ बाइक ट्याक्कै लुज हुन्छ अनि फेरि यो चाहिँ मैले हल्का त्यहाँनिर बिगारेको छु कि यसमा चाहिँ मेरो हल्का मिल्दैन कहिलेकाहीँ अब यो खुल्यो होइन अब जिउले यसरी ठेल्ने यहाँनिर जिउले अड्काउने यो गर्दा गर्दा अहिले त बानी भइसक्यो कि पहिला चाहिँ गाह्रो लाग्थ्यो अब यो सर यसरी यहाँबाट निक्लिन्छ होइन यो चाहिँ मैले उल्टो गरेँ भने चाहिँ यस्तो हुन्छ कि सुल्टो तरिकाले गऱ्यो भने चाहिँ अहिलेको त्यहाँ जस्तै फ्याट्टै खुल्लिन्छ होइन यो कहिलेकाहीँ मिल्दैन अस्ति म त्यो चाइनिज बाइक लिन गएको बेलामा त्यो बुढा पनि दङ्ग पर्दै थियो मैले आफैले लोड गरेको त्यो देखेर यसमै लोड गरेर राखेँ मैले सर ऱ्याम्प हुन्छ त्यो ऱ्याम्प चाहिँ ट्याक्कै निकाल्न मिल्छ होइन ट्याक्कै यो ट्राङ्गल स्ट्यान्ड यहाँ राखेपछि हल्का ब्याक स्टार्ट सही छ नि ल यहाँ ठाउँ र म अब हल्का ग्लोभ लाउँछु तल चाहिँ मैले यो ट्र्याक लगाइरहेको छु होइन त्यो अर्को उसमा जिपर नै हुन्न क्या त्यही भएर माथि चाहिँ जर्सी नै छ फेरि अब चाहिँ सुरु गरिदिउँ आज चाहिँ
कुरा गर्दै रोड बाइक चलाउनु पर्छ। पहिला सुरुमा यहाँ माथि जाऊँ न त हैन। चढ्छ यो बाइक त जान चढ्छ। ल यो ठाउँ चाहिँ अब लास्टै ठुलो छ क्या, त्यहाँबाट यता छ होइन अनि यता पछाडिसम्म पनि छ। खास गरी म ट्रेल राइडिङ चाहिँ किन आउँछु भने चाहिँ होइन, मलाई चाहिँ यो बाइक चाहिँ खास गरी अब उता मोटोक्रस ट्र्याकमा चलाउन मन लागेर हो किनेको होइन। अनि तर अब कुद्छ नि डह्रो। अनि तर अब के हुन्छ भने चाहिँ उता त्यो ट्र्याकमा चलाउन किनेको, तर अब मैले अब 8 वर्ष भइसक्यो नि होइन उस्तो अब अफरोड सफरोड नचलाएको। अनि प्लस अब बाइक नचलाएको पनि धेरै भएको थियो। अब त्यो 3 वर्ष त भयो मजाले चलाउनु लाग्यो होइन फेरि। अनि त्यही भएर ट्रेल राइडिङ चाहिँ अब यसमा युज टु हुन कि बाइकमा। अनि अब यो ठाउँको बारेमा भन्नुपर्दाखेरि चाहिँ होइन, यो चाहिँ अनि अब यहाँ वर्षभरि अब हेला गर्छ कि यो ठाउँलाई चाहिँ, कोही आउन्न होइन। अनि सेप्टेम्बरमा चाहिँ यहाँनिर रेस हुन्छ कि क्रस कन्ट्री रेस होइन हुँदो रहेछ। त्यो पनि मलाई अब यही पालि थाहा भएको होइन। अनि त्यतिखेर चाहिँ अब यस्तो यो ट्रेलहरू सब खोल्दा हुन्छ। अनि त्यही भएर यो यतिखेर चाहिँ सफा हुनुको कारण चाहिँ त्यो रहेछ कि यो ट्रेल चाहिँ एकदमै सफा हुन्छ यतिखेर चाहिँ। अब सुरुमा म आउँदाखेरि त बियर बोटल होइन। अनि यो ट्रेलहरू सब खोल्दै हुन्छ क्या। त्यही भएर अस्ति यहाँनिर कति 700 जना मान्छे थियो अरे क्या। अनि त्यही अब ट्र्याकमा चलाउन मन छ, तर अब ट्र्याकको लागि पहिला आफ्नो बेसिक पनि हुनु पर्यो नि त। कुदाउन त सकिन्छ होइन, तर बडी पोजिसनिङहरू मिल्नुपर्छ नि त होइन। नभए त यस्तोमा चाहिँ मजा आउँछ कि सर जे होस्। ओए झन्डै ऱ्याङ सही नाइस छ क्या। ल अनि अब त्यो बारसम्म मात्र हो कि त्यहाँनिर चाहिँ, त्यो पाहाडदेखि चाहिँ अर्कै होला। अनि अब त्यही भएर अनि ट्रेल राइडिङ आयो भने चाहिँ अब बाइक युज टु भइन्छ नि त। अनि आजकल चाहिँ म बिहान बेलुका आउँछु, कहिलेकाहीँ आउनु खोज्छु होइन। त्यहाँ तलबाट पनि जानु मिल्छ। अब यहीँबाट जाने हामी तल। ओए अस्ति त्यो सानो बाइक ल्याउँदाखेरि त सही सजिलो भएको थियो, तर यसमा पनि सजिलो हुन्छ यी। अब एकछिन अब अहिले नै हात दुख्न थाल्छ क्या मेरो, बानी नभएर कि। पहिला त्यत्रो बिहानदेखि बेलुकासम्म चलाइन्थ्यो, केही हुन्न थियो।
बानी छुट्यो त्यही हो अब यहाँनिर चाहिँ यो लास्टै भिड छ हैन गोप्रोले चाहिँ सिधै देखाइन्छ फेरि किन हो ठ्याक्कै आफ्नो आँखाले देखे जस्तो देखाउनु नि ओए हल्का ओए जान्छ यहाँ माथि ओए यो बाइक त जानी चढ्छ कि अब यो यता साइड भएन अब मैले अर्को साइड लगेर देखाउँछु है त त्यो काँडाहरूले झ्याउ गर्छ कि अर्को यता यहाँबाट पनि एउटा मैले गाडी लक गरेर रहेछ नि त त्यस्तै हुन्छ क्या स्ट्यान्ड चाहिँ यहाँ केही हुन्न होइन गाडी चाहिँ हल्का यहाँ थिच्यो भने हुन्छ लक यता जानु त होइन यो रिबन बाँधेकोहरू भनेको चाहिँ जान मिल्ने ठाउँ भने कि कहिले त्यहाँनिर रङ टर्न भनेर राखिरहन्छ तर त्यो बोर्डहरू चाहिँ गइसक्यो होला अब यता पनि छ होइन ओए यहाँ त पुरै अँध्यारो आयो होला अहिले त आयो उज्यालो यस्तो यो सानो सानो वुडको यो ट्रेलहरू चाहिँ बच्चाहरूको लागि हो क्या यो चाहिँ हात्तिन्न नि त यस्तो सानो भयो भने चाहिँ आइया ह्यान्डगार्ड त्यही भएर हाल्नै पर्छ यस्तो बस्तो पनि खोल्दै के हेर्दा केही आउनु होला अरे यहाँ त एन्टी फिल्टर हालिरहेको छ फेरि गोप्रोमा
सो यही मजा आउँछ यार ब्रेक टाइम अब ब्रेक टाइम हात दुख्छ खाने टाइम मेरो स्पोन्सर होइन है यिनीहरू चाहिँ ल ल अब ठ्याक्कै अब त्यो सनसेट हेरौँ होइन त्यहाँ गएर ड्रोन फुटेज पनि लिउँ एक दुईवटा फोटो पनि खिचौँ दामी ठ्याक्कै सनसेटको आज सबै काम हुने भयो नि त एक दिनमै नाइस ओ दामी देखेछ सनसेट यो डाँडा हो नि त मलाई मनपर्ने डाँडा आएको गएर यहाँ सर्ट राखौँ भ्यू इन्जोय गरौँ एकछिन दामी छ नि त यो ठाउँलाई टक्क आनन्द कोही आउन्न गाडी त्यहाँ छ होइन ल अब ड्रोन फुटेज हेरौँ न त यहाँबाट यही गयो ल ड्रोनको हेरी होइन एउटा यो दुईवटा दामी फोटो पनि खिचेछु मैले हल्का वालपेपर टाइप राख्नलाई यस्तो दामी दामी भिडियो र फोटो पठाइरहेको हुन्छ यार नेपालको पेजहरूले त्यस्तो धेरै प्रमोटै गरिदिँदैन खै किन हो सबै पेजहरूलाई पे गरेर प्रमोट गर्नुपर्ने त होइन होला ल यो दुईटा फोटो पनि हाल्दैन हैन इट्स ओके तर इट्स ओके बिस्तारै बढ्ला नि सबै कुरा ल अब चाहिँ म बाइक लोड गर्छु हैन अब चिसो चिसो हुन थाल्यो
ल अब चाहिँ मैले ऱ्याप अप गरेँ भिडियो आजको लागि यति नै हवस् त सनसेट जय नेपाल भित्र चाहिँ यता यस्तो छ है बाटो